भिडियो खिच्ने भने आयो बड़ा चौर एयरपोर्ट होला मन्नत पुरा हुन्छ नि त त्यही भएर अनि दिब्बा देवी घरदिबो घर यत्रो घन्टीहरू चढान किसिम किसिम घन्टी चढान गाठे यहाँनिर कहाँबाट गएको भन्दै कि काटे सल्लाहकानी हुन्छ काटे सल्लाहमा गएर देखा भन्दै यहाँबाट गएर यो के मन्दिर रे यो बडा देउता बडाचौरको बडा देउता हो बडाचौरको बराहा देउता मन्दिर यहाँ अस्ति त्यही सालले गर्ने नि यहाँ 20-25 हजार मान्छे चलाउँथे मान्छे आउँछ नि यहाँ यो बडाचौरको मन्दिर हो।
बराहा क्षेत्रको मन्दिर भन्दा पनि यहाँ मन्दिर त छैन, तैपनि यसरी चढाउने चलन छ। साक्कै साली हो तिनी फेरि रामु झन् साक्कै आबाको मामा छ। यता पनि ठिकै परिरहेछ लाइन फेरि हामीले थाहा पामा डाइरेक्टली कन्ट्याक्ट गरेर है तपरी सालको यहाँ पाहुनाहरू पिस्टो यो भने काम चलाउ सरकार पानी हो कि रक्सी हो? तीन बारे यो को हो यो? पिस्टो यहाँ न गाउँमा आएर नि चाउचाउ खाने यहाँ न खै मैले एउटा चिज देखाएको छु पख न पख के सालको पात टपरी हेलो यहाँ रक्सी आइने गर्दा हेर्नु रक्सी लिन गएर म सल्लाह गर्छु कहिले म तल म काममा बिजी छु क्या बाजे ठाउँनी भन्ने पाइप लगाइदिनु तल बोले उठा ना माने लोकल हो नि फेरि कति खरन्छ भागामा छोप्न सकिन्न यो तिम्रो यो आँबेली हो भाउजूले यो भाले है भालेको पुटी हो यो भाले हेर्दा भाले के भेट्न माने अब पानी हाल्नु मान्ने
हो मानियो पानी हालेपछि मान्छन् के खनाइदियो र भन्नुपर्छ नि छिटो सक्यो नि अब त्यो फालिदिनु कस्तो यो फालिदिने यो फालेर अर्को यहाँ छ उमा सिकाइदिनु के बसालिदिनु ल बराबर हाले मानिलो मानिलो ल माना परमेश्वरी चाहिँ तिम्रो चाहिँ आज गरेर पूजा गरेर आज गराइदिउँ आज तिम्रो चाहिँ यहाँ तिम्रो शाखा चाहिँ सन्तोषसँग बस्ने हो अनि चाहिँ आफ्नो जान परिवारले यसो रक्षा भलो गरिदिनु परमेश्वरी हेर तिम्रो चाहिँ नाममा चाहिँ लिएर चाहिँ मन राखेका छौँ मान्ने पनि छौँ बाउ पित्र मान तिमीले मान्नुमा ढिलो भयो तर के गर्ने खै कोरोनाहरू चाहिँ भनौँ ठिकैले गरेर भएन अलिक मान्नमा ढिलो भयो क्षमा गर्नु मान घाम माने थियो होला 3 वर्ष कति वर्ष आज सोच अब कुखुरा काट्ने सुरुमा बनाएको कुन हो त्यही आतै आइज काट्ने अब सरकारले आङमा कुन छ के हो एउटा केट लिनु ल है मामा भन्न असनाली भएन हजुरले लिनु छ फेर म लिन आउँछु यहाँ पछि समात्न के गर्नु के हो समात्नमा आउँछु सबैमा हाल्नु काका हा कति खुट्टालाई त्यो लाग्यो जान्दैन म त्यही हेर तिमी त्यहाँ बस आइज जानियाला जानु बोल्लो बङ्गा मान्छे आइज जुरा नियाल जुरा जुरा तिर बोल्लो बङ्गा मान्छे आइज लायो है उपारि फान कुना लाग्छ अति रेट्ने भनेको त्यसले सोमाटी उमाल्ने ए सोमाटी उमा यो अहिले गरम लाग्यो हैन अहिले किन होला अलिअलि निकाल्ने पो के निकालेर ल्याएर राखेर माथि राख्ने टक्क पार्ने टक्कै पार्ने यस्तो गर्ने पो है टाउको राख भित्र टाउको यो गन्दामा सबै माल्ने जोमा हालेर उही माल पहिले ट्याङ भित्र बाले अर्को बाले मनाको तुमको बाले चल टाउको माल्न टिका माल्न बाले पछि पारेको टो टाउको त माथि हाल्दियो टाउको पनि माथि हाल्नु टाउको माथि हालेर आन्छ ए माथि पो होला त तल लाने तल हो त्यहाँ यो रगतमा के रगत मात्रै हाल्ने माथि टाउको डोम्बी टाउको के टाउको राख्ने त ल ए गरेर उले बाजेले लाग्छ नि त्यो ठुलो त अहिले रगत फाल्छ लौनुन दाइ ल त्यो टाउको रगत झासुवाले सर्दै पार नेपाल पारपातीको माल दुई दिन पुजेर त्यही पारे सबैमा टर पार चौनी हो अन्त बल्ल तिमीले कुण्डली बनाएको अलिअलि चाउने भइगयो भइहाछ भइगयो ओए अहिले सर पेको रहेछ है ओ ल बटाल राख्दिउँ होइन यो बटाल राख्छ हो पाला पऱ्यो भुट्ले खुर्कायो पुरा घरले किन
होइन जोसम्म यो आउँछ क्या चन्दन मुनि यो दोस्रो यो आउँछ क्या र सिमल किनकि सिमल के अरे चन्दन नपाएपछि सिमलले काट्यो भने हेलो यो बडा चौरको रातो दाना भन्दो रहेछ यहाँ हामी भ्रमणकै क्रममा छौँ एकदम गजब स्पेसल ठाउँ छ अनि बडा चौर एयरपोर्टदेखि अलिकति माथि यो गाउँ छ जो ब्याकग्राउन्डमा देखिएको छ बटारी प्रयास कहाँ फ्ल्यास ब्यास बसे यो के हो फापरको रोटी छ क्या फापरको यसको नाम के रे फापर के रे यसको नाम बाबर रोटी यो चामलको बन्छ यो फापरको रोटी यो फापरको बन्तरुल सङ्कतरुल यो झ्याग्रा ए होइन चिया होइन सुशान्तले रक्सी खान्छ कि हो सुशान्तले भाइरल ज्याकेट लगायो यो दल्लावाला फापर माइली फापर रोटी हुनु भन्ने बित्तिकै खुसी भएर यो बुनु हो सानो छ तर बर्थडे मान्छे जस्तो गर्छ यो ठुल मम्मी यो ठुल बाबा सुशान्तको बुवा खाने अनुहार त अलि मिल्दैन कि हो फुपूले चिया सबभन्दा ठुलो गिलासमा त्यता घाममा छ यता लाइट बल्यो खानु 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 म खान्न तरुल होइन तरुल खाएर चिसो र टाढो हामी बजाङ किन बुझ्याङ हामी बजाङ बडा चौरको बजाङ यो फेरि के हो नि यो बुझ्याङ हो बुझ्याङ हैन र बुझ्याङ हो नि बुझिङ यो त अलि अर्कै छ त के हो रे बुझ्याङ फेरि भन अलि राम्रोसँग बुझ्याङ अहिले मुखमा निकालेर मन मुखको निकाल अहिले खलास
आएको पानको पात दर्शकहरू हामी अब नाचगान सहित यहाँबाट बिदाई हुँदैछौँ। अब डुङ्ग्री गाउँपालिका केन्द्र किलाचौर पुगेर बिस्तारै सुलीचौर फर्किनेछौँ। पैसा निकाल्ने
कि बाउ तरफ लगे हमला हैन ठिकै छ त्यही हो भने Go, buddy.
मेरो कर्म तेरो छैन कर्म उसको छैछ साला आली गटिली केर भन्न बल्ल मेरो मन हो बाइटा बाइयो नि अनि बल्ल मेरो मन ठुलो अनि बाइयो तेरो होने भयो बाइजा आइजा छोरा आउ भैँसीलाई कबेली छोरा छिटो बोला बेली